यदि यो फर्मुला जम्मा हुन दियो भने के हुँदो रहेछ पड्किने समस्या नसा पड्किने समस्याले फर्मुला जम्मा हुन दिएको भने के हुँदो रहेछ नसा पड्किन्छ र आज मात्रै होइन वर्षौँसम्म लागेर यो फर्मुला जम्मा भएको त्यस कारणले अब हामीले रातो च्याउ भन्ने बित्तिकै के सम्झिन्छौँ अब रातो च्याउ भन्ने बित्तिकै के सम्झिन्छौँ हामीले फर्मुला जमेको धोइदिन्छ रातो च्याउ उसलाई के गर्छ यसले सबैले भन्नुहोस् त सफा गरिदिन्छ हामीले हरेक दिन बाहिर नुहाउने धुवाउने गर्छौँ गर्छौँ न नुहाइन्छ नि हामीले सबैले त्यसै गरेर हजुरको भित्रबाट नुहाइ गर्ने काम चाहिँ रातो च्याउले गर्छ अब यो कफीको रूपमा खाने चियाको रूपमा खाने यसलाई कफीको रूपमा खाने चियाको रूपमा खाने रातो च्याउले नर्मली पनि यसरी खाने र अलिकति मसँग मलाई आर्थिक भार पर्दैन साथीभाइहरूले चाहिँ हजुरको यो त नसा त पुरै टङ्ग पुग्ने फुट्नलाई रेडी भएर बसेको छ अहिले नसाहरू मान्छेको फुट्या छैन हेर्नुहोस् यो चाहिँ यो गोलो नसा भयो यो गोलो के भयो नसा भयो यो नसाभित्र यो पहेँलो के जमेको हो त बोसो फर्मुला युरियामल विषादी जमेको हो के नि हो यो नसाभित्र के जमेको हो यो पहेँलो के जमेको